हाम्रा त अझसम्म चलन छ। ए हो, आफ्नो चलनहरू छोड्दै जानुपर्छ भने हो। जस्तै जनकपुर भन्यो सीतालाई हामीले जनक र सीतालाई हामीले हाम्रो भनौँ भनौँ भन्ने आँटेको कुरो नअड्काइकन भनौँ क्या, जसरी नै आउँछ जे भित्र छ त आउँछ। राज्यले विभूति भनेर मानेको छ। अब नेपालका राष्ट्रिय विभूतिहरू भइदिए त यसमा उहाँलाई के टेन्सन पर्यो? 18जना राष्ट्रिय विभूति अनि बझाङको 1जना पछि थपिनु भएको छ। अब राष्ट्रिय विभूति नै नरहनु, राष्ट्र नै नरहनु भन्ने खाले अभिव्यक्ति कहाँ कसरी केले प्रेरित गरेर आउँछ यसलाई त निहाल्नै बाँकी छ। अब के यस्ता देश भड्काउनेहरूलाई चाहिँ विभूति घोषणा गरेर देश टुक्राए, भड्काए, त्यस मेटाए, हामी होइनौँ भनेर यिनीहरूलाई घोषणा गरिदिनु कि के रहेछ कुरा चाहिँ? जबकि त्यो उनीहरूको इतिहास त फेलै पर्दैन नि त, ती थिए कि थिएनन् भन्ने कुरा प्रमाणित छैन। धेरै यही कुरालाई लिएर ल अब उहाँले चाहिँ मेरो बुवाको चाहिँ मैले बर्थ सर्टिफिकेट भेटाइनँ, मेरो बुवै हुनु नथ्यो भनिदिनु होला। मेरो हजुरबुवाको के सिटिजन भेटाइनँ, मैले मेरो हजुरबुवा नै हुनु नथ्यो भन्नु होला। हामी त्यस्ता पाल्सी कुरा मान्दैनौँ, कसैले नि मान्दैन। र उहाँको बुवा हुनुहुन्थ्यो, हजुरबुवा नै हुनुहुन्थ्यो, हजुरबुवाको हजुरबुवा पनि हुनुहुन्थ्यो, र त्यो भएर उहाँ हुनुहुन्छ, उहाँ एक्लै हुन्न। त्यस्तै इतिहास त्यो प्रमाण छ, भविष्य फ्युचर पनि छ, किन हाम्रो विगत पनि थियो। जसले विगत मेटाउँछ त्यसको भविष्य रहँदैन। यही कुरालाई लिएर मैले अहिले त धेरै सजिलो छ, मैले एआईलाई, जेमिनाईलाई र गुगलमा मैले सर्च गरेर के कुनै जमानामा चाहिँ जनकपुरहरूको जुन मन्दिरहरू लगायत कुराहरू छन् यो के बुद्ध धर्मसँग सम्बन्धित थियो र के उहाँ महाशयले भने जस्तो कुनै हिन्दूहरूले अतिक्रमण गरे अनि बुद्धिस्टहरूलाई उहाँले भन्न खोजे जस्तो नराम्रो गरे हो भन्ने कुरा सोच्दाखेरि र यहाँ चाहिँ सर्चमा उहाँले भनेको कुरा गलत भन्ने कुरा देखायो, होइन थिएन भनौँ। अनि यी कुराहरू अझ बुद्ध धर्मको जातक कथाहरूमा पनि पाइयो र उहाँले प्रमाणै छैन भनेको कुराको टन्न प्रमाणहरू पाइयो। हिस्टोरिकल रेकर्ड, जनश्रुतिको कुरा, पुस्तौँ पुस्तादेखिको कथाहरू अनि लगायत अनि जनकपुरमा धनुषहरू भएको धनुषा सबै रेकर्डै छ। अन्य हुँदैन, तुरुन्त गुगल सर्च गरिदिन्छन्। उहाँको बोलीलाई नै मैले भोइस सर्च गरिदिएको, त्यसैलाई पनि छैन भनिदियो। अब के गर्ने मैले? अनि उहाँलाई मैले त्यसो भए त के चाहिँ छ त बुद्ध धर्मको अनुसार प्रमाण छ भन्दाखेरि मलाई यसरी मिल्यो, जुन सन्दर्भहरू र विभिन्न कुराहरू चाहिँ मलाई यहाँबाट टन्नै प्राप्त भयो। यही कुरा तपाईँहरूले पनि खोज्न सक्नुहुन्छ। महाजनक जातक नम्बर 539 चाहिँ यो चाहिँ के छ भन्दा यो पाली क्यानन अर्थात् खुद्दक निकायको सबैभन्दा प्रसिद्ध जातक कथा हो। यसले चाहिँ बोधिसत्व मिथिलाका राजकुमार महाजनकको रूपमा जन्म लिँदाको जीवन वर्णन गर्दछ। र त्यहाँ चाहिँ सन्दर्भ के रहेछ भन्दाखेरि सन्दर्भ विवरण चाहिँ जुन ग्रन्थमा मिथिला राजधानीको वास्तुकला, त्यहाँका आँपका बगैँचाहरू र राजदरबारको विस्तृत वर्णन भएको कुरा रहेछ। र कथामा राजा जनकको राज्य अभिषेक अनि सांसारिक जीवनप्रति उहाँको वैराग्य र आध्यात्मिक मुक्तिको खोजीको वरिपरिको कुरा यो जातकमा छ। र यही कुरा अष्टवक्र गीतामा पनि छ। अष्टवक्र गीता त राजा जनकलाई नै अष्टवक्र मुनिले दिनुभएको थियो। ती इतिहास हो हजुर, अनि यो बुद्ध धर्मको नि इतिहास हो। तर तपाईँले भन्नुभएको जस्तो चाहिँ छैन के। आजको जमानामा तपाईँहरूभन्दा हामी यङ्गर जेनेरेसन हो, हामीले खोजेर पत्ता लगायौँ नि यसरी झुटो बोल्न छोड्ने कि नछोड्ने, अनि के गराउने उद्देश्यले यो बोल्दै हुनुहुन्छ? अलिकति त लाज मान्नु बोल्दाखेरि। र अनि धेरै सन्दर्भहरू खोजे र बौद्ध धर्ममा जनकपुरलाई विदेह राज्यको ऐतिहासिक राजधानी अथवा मिथिला वा जनकपुरको रूपमा, मिथिलापुरीको रूपमा स्पष्टसँग उल्लेख गरिएको छ। र यही कुरा हिन्दू महाकाव्य रामायणले जनकपुरलाई राजा जनक र माता सीतासँग जोडेर हेर्दछ। र तपाईँका इतिहासहरू जुन भन्नुहुन्छ नि, त्यहाँ मान्छेहरूले लेखेका कुरा गल्ती होलान्। जुन यी शास्त्रहरू छन् नि, तपाईँको दिमागभन्दा धेरै भित्रका कुरा यसले खोलेर बोल्छ क्या। यी शास्त्रहरू अपौरुषीय हुन्, चाहे बुद्ध धर्मको,
ग्रन्थहरू हेर्नुहोस्, चाहे हिन्दू सनातन धर्मको, अझ भन्नुपर्दा सनातनमा हामी ओमकार परिवार हिन्दू बुद्ध त दाजुभाइ नै हौँ, हाम्रा सबै कुराहरू मिल्छन्। त्यो भएर कृपया अहिलेको जमानामा दुनियाँ कहाँ पुग्यो, नेपालमा वितृष्णा फैलाउन खोज्ने, भड्काउन खोज्ने र यसो हुँदाहुँदै विदेशीको इसारामा देशलाई पुरै बर्बाद गर्ने, धर्म संस्कृति बेच्ने मान्छेहरू, मास्ने मान्छेहरू, यी सबैजना अप्रत्यक्ष रूपमा कि उनीहरूको प्रभाव परेर बोले कि उनीहरूले परिचालन गरेर बोले, चाहे जसरी बोले कुरा गलत बोले, यी कुरालाई यसरी बोल्न पाइँदैन भनेर हामी भन्न चाहन्छौँ र यसरी नबोल्ने प्रयास गर्नुहोला, यसरी जे पनि बोल्ने प्रयास नगर्नुहोला भन्ने अनुरोधसहित यो भिडियो यहाँ टुङ्ग्याउँछु। यसमा कमेन्ट सबैले गर्नुहोस् र मलाई गाली गर्न नि पाइयो, उहाँलाई गाली गर्न नि पाइयो र आफ्नो मनको कुरा बोल्न पाइयो, तर बोल्दाखेरि बोल्दिनलाई होइन। किन, मसँग त प्रमाण छ। उहाँले प्रमाणै थिएन, केही पनि थिएन। उहाँको बुवाको जन्म सर्टिफिकेट नमिल्दा मेरो बुवा नै जन्मिया छैन भनिदिनु होला उहाँले। उहाँको हजुरबुवाको के नागरिकता नमिल्दा मेरो हजुरबुवै हुनुहुन्न थियो भन्नु होला। हामी त्यो कुरा मान्दैनौँ। उहाँको हजुरबुवा हुनुहुन्थ्यो अनि बुवा हुनुहुन्थ्यो, त्यो भएर उहाँ हुनुहुन्छ। यति कुरा त सामान्य बच्चाले नै बुझ्छ। त्यो भएर यस्ता कुराहरू, यस्ता कौवाले कान लग्यो भने जस्ता कुराहरू ल्याएर मान्छेमा भ्रम नछरौँ र कौवा भुक्दै गर्छन् र यस्ता कौवाहरू धेरै छोडिएका छन् नेपालमा। उहाँ पनि एउटा त्यही कौवा नै हुनुहुँदो रहेछ। सायद ती किसिमका दाना खान बन्द गर्ने अथवा ती किसिमका बोली उकेल्न बन्द गर्ने अथवा सचेत भएर बोल्ने के गर्ने, एआईले फ्याट्टै निकालिदिन्छ। तपाईँहरूको त अब झुटा कुरा बिग्दैनन्, धेरै छैन र सके जति झुटा अझ बोल्दिउँ, अझ जोडले बोलौँ, हामीलाई नि मजै आउने रहेछ ल।